हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। आजको भिडियोमा नेपाली ब्लगर सम्बन्धी केही न्युज अपडेटहरू रहेका छन्। भिडियो लास्टसम्म हेरिदिनु होला भन्दै आजको पहिलो अपडेटतिर लाग्न चाहन्छु। आजको पहिलो अपडेटमा रहेको छ डोना थापा र दुर्गेश थापाको तर्फबाट उहाँको केही दिन अगाडि भेट भएको थियो र उहाँको नयाँ सङ आउने सम्भावना रहेको र केही कुराहरू भन्नुभएको छ, हेर्न सक्नुहुनेछ। फाइनली मेरो दाइलाई आहा बल्ल मेरो दाइ भेट्यो यार। थ्याङ्क यू सो मच। मेरो दाइसँग डोना भाइसँग चाहिँ हामी फर्स्ट भेट नै आज हो। फोनमा चाहिँ कुरा भएर मैले चाहिँ डोना भाइलाई धेरै अगाडिदेखि चिनिरहेको हो, भाइको ब्लग हेरिरहेको होइन। अस्ट्रेलिया जाँदा त झन् म योभन्दा अगाडि अस्ट्रेलिया जाँदा त सब काममा जान्थेँ, भाइको ब्लग मात्र हेरेर म इन्जोय गर्थेँ कि त्यतिखेर चाहिँ। अनि पछि अस्ति एयरपोर्टमा हाम्रो आनीले कुरा गर्नुभएको थियो। त्यसपछि फाइनली एरोनसँग त्यो हाम्रो अब ग्यारोसँग म नजिकमै, एरोन ग्यारोसँग नजिक, अनि झन् अहिले चाहिँ फ्यामिलियर हुन पायो। एकदम खुसी छु म। अब दुर्गेश थापा एक्स डोना थापा पनि हुनसक्छ, यो चाहिँ हाम्रो सरप्राइज राखौँ दाइ। अनि होइन, आनीसँग चाहिँ मेरो इन्डोनेसियामा पनि कुरा भएको थियो। बा दाइले त आगो बालिरहेछ भनेको त आनीले के भन्नुहुन्छ, अरे म त बिग फ्यान हो नि दुर्गेशको भनेको, नजिस्किनु दिदी भनेको त ल हो त। अनि कस्तो दामी गरिरहेछ, म त हेर्छु भन्दा त म त सक्टै भयो नि। भनेपछि यहाँ एयरपोर्टमा चिया खाँदै हुनुहुँदैछ, मैले ठ्याक्क देखेँ। त्यतिखेर ब्लग आएको थिएन, अनि मैले आनीलाई नमस्ते गरेँ। अनि त्यसपछि हिजो मात्रै कुरा गरेको थिएँ हामीले ब्लगमा, डोनाको ब्लगमा। आज कस्तो भेट भयो भन्नुहुन्थ्यो। आनीलाई अहिले पनि मिस यु आनी, नमस्ते। तपाईहरुलाई थाहा नै छ, केही दिन अगाडि डोना थापाले फेसबुकमा आफ्नो स्ट्याटस लेख्नु भएको थियो। के लेख्नु भएको थियो कि फुटबलमा एउटा धमिरा छ, त्यो लामा हो र त्यसले मेरो करियर सँगै मेरो भाइको करियर पनि खाइदिए। धेरै जस्तो अडियन्सहरूले सोच्नु भएको थियो विक्रम लामा हो जस्तो सोचिराख्नु भएको थियो र त्यस विषयमा लिएर विक्रम लामाले केही कुराहरू भन्नुभएको छ, हेर्न सक्नुहुनेछ। नेपाली फुटबलको धमिरा भन्दाखेरि होइन, अब जनताले चाहिँ तपाईँको नामले है डोना थापाले ल्याएको छैन, स्ट्याटस चाहिँ डोना थापाको मन पोल्यो। किनभने फुटबलको लागि यत्रो कन्ट्रिब्युसन दिनुभएको मान्छे तपाईँ होइन। मलाई टु बी अनेस्टली रत्ति पनि मलाई मन परेन, किनभने त्यो बुझ्ने मान्छेले भन्नुभएको होइन। यदि उहाँलाई त्यस्तो भन्न सक्ने मान्छेको ल्याकत छ भने मसँग फेस टु फेस आएर कुरा गर्दा नि हुन्छ। र मेरो सार्वजनिक रूपमा सामाजिक सञ्जाल खुल्ला छ। मैले कतिले लाग्थ्यो होला कमेन्ट बक्स अफ गर्छ यसले भनेर, एउटा नि कमेन्ट बक्स अफ गरेको छैन। रहेको हरेक कमेन्टहरू त्यहाँनिर मैले छोडिदिनै रहेको छु। इनबक्स कहिले पनि मैले बन्द गरेको छुइनँ, जतिले मलाई गरे पनि हुन्छ। र अझ कन्ट्याक्ट नम्बर माग्नेलाई कन्ट्याक्ट नम्बर पनि दिएको छु मैले होइन। सार्वजनिक रूपमा जसलाई चाहिँ साँच्चै नै चिन्ता छ हो कि होइन, कन्फ्युजन हुनुहुन्छ अथवा उहाँले नराम्रो गर्नुभएको कि होइन भन्ने त्यस्तो लाग्दो हो भने र पोजिटिभ तरिकाले चाहिँ यो हो भने त उहाँलाई राम्रो होइन, अथवा उहाँले नराम्रो गरिराख्नु भएको छ के हो कसो हो भनेर जान्न इच्छा भएको मान्छेले त मलाई सम्पर्क गर्ला नि त होइन। अनि एउटा स्ट्याटस छ नि, गल्ती मैले गरेको हो भने सजाय मलाई दिने हो, मेरो भाइलाई होइन भनेर त डोनाले लेख्नुभयो होइन। अनि मेरो करियर त त्यो लामाले सकायो। अब यो जनताकै लामा तपाईँ नै हो, जनताको लामा चाहिँ डोनाको लामा चाहिँ होइन। मलाई लाग्दैन होइन डोनाको लामा त होइन, जनताले चाहिँ तपाईँलाई आरोप लगाइराखेको छ। अनि हाम्रो डोना पनि त 3 स्टारबाट खेल्यो हो नि त, कि करियर त्यतिखेर तपाईँ क्याप्टेन हुनुहुन्थ्यो? क्याप्टेन थियो हजुर। उसको करियर के तपाईँले मातल केही बनाउनु भयो? अब यसमा यस्तो छ, मैले अहिले जुन कुरा मैले अब बोल्छु त्यो बोल्दाखेरि मैले एकतर्फी हुन्छ कि त्यो बोल्नु हुँदैन जस्तो लाग्छ मलाई, हामी जतिको व्यक्तिले होइन। त्यसैले यो विषयमा पनि कुरा गर्नको लागि एकचोटि भाइलाई नै, तपाईँको घनिष्ठ हुनुहुन्छ, तपाईँहरू सँगै हुनुहुन्छ, सधैँ हुनुहुन्छ, मलाई थाहा छ। तपाईँहरूको इन्टिमेसी पनि छुट्टै किसिमको छ, प्रगाढता छ। आज तपाईँले त्यो किसिमको एउटा वातावरण पनि बनाइराख्नु भएको छ होइन। त्यसैले तपाईँलाई रिक्वेस्ट गरेँ मैले, तपाईँकै कार्यक्रममा म उपस्थित हुन तयार छु। अब अघि तपाईँले सुटिङ के भन्नुभयो, यदि त्यो होइन भने बोलाउनुहोस्, अहिले पनि म बोल्न तयार छु। कमसेकम तपाईँले यहाँ ल्याएर दुधको दुध पानीको पानी छुट्याइदिने अवसर पनि जुटाइदिनु हुन चाहिँ म अनुरोध गर्दछु। र अब चाहिँ रहेको छु सुनिता राई श्रेष्ठको तर्फबाट। केही दिन अगाडि उहाँको अझै बित्नु भएको थियो र उहाँको भ्लग अपलोड समयमा नभएको कुराहरू, जस्तै 4 दिनसम्म भ्लग आएको थिएन र त्यस विषयलाई लिएर उहाँले के कुराहरू भन्नुभएको छ, हेर्न सक्नुहुनेछ। हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। सो नुमाको चाहिँ अहिले नमस्ते चल्दैन, ऊ चाहिँ अहिले जुठोमै छ। अनि हामी चाहिँ हाम्रो चाहिँ मामाले चेलीको मतलब अब
अर्का घर गइसकेको छोरी के भन्छ त्यो छोरीको छोरा बुहारी नातिनी बुहारी हामी चाहिँ नातिनी बुहारी कुटुम्बको घरको हुन्छ पर्यौँ। हाम्रो चाहिँ मामाली हो नि त, नुमाहरू चाहिँ मामाली, अजीहरू मामालाको अजी हो नि त मेरो। अनि मम्मी चाहिँ हाम्रो मम्मीलाई चाहिँ जुठो छोरीहरूलाई चाहिँ कोरामै। अनि हामी विशेष गरी छोरीको छोरा बुहारी अथवा बाबुहरूलाई चाहिँ त्यति पर्दैन रहेछ। घरको छोराको छोरा बुहारी उहाँहरू तिमीहरूलाई त परिने गयो होइन। अनि हामी चाहिँ उस्किम है। अब अहिले कति दिन भयो? आज त हाम्रो 4 दिन है, 4 दिन भइसकेछ साथीहरू। 1 दिन 2 दिन भन्दा भन्दै 4 दिन बितिसकिसकेछ। अनि के भन्ने कस्तो म त आजै हो क्यामेरा यस्तो पक्रेको है। अनि अस्ति त्यो बेलामा टाइम सिचुएसन राम त्यस्तो त्यो बेलामा त त्यो यस्तो भयो कि त्यो आफू सम्हाल्नु कि मम्मीहरूलाई सम्हाल्ने कि सबैजना यस्तो भएको थियो, यस्तो भएको थियो। म त यस्तो त अस्तिसम्म त डेली भ्लग गरिरहेको थिएँ नि त। अनि अहिले चाहिँ अब यस्तो सिचुएसनमा त म भ्लग गर्न सक्दिनँ होइन। अनि आफूलाई मनले मान्दैन क्या त। अनि अस्ति त्यो अजीहरूको हाम्रो त्यो क्लिपहरू पनि देवर बाबुहरूले गरिदिनु भएछ भिडियोहरू। अनि त्यही मलाई पछि भाउजूले भ्लगमा हाल्नुहुन्छ कि अब हुन्छ नि भाउजूको यत्रो युट्युब फ्यामिलीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ अब डेली भ्लग हेर्नुहुन्छ। उहाँहरूलाई पनि त हामी लाइक फ्यामिली जस्तै हो नि त। अनि हामी जोडिया छौँ, लाइक हाम्रो लाइफमा के भइरहेछ कसो भइरहेछ तपाईँहरूलाई पनि अब त्यो अब यो त यो जतिको बज्रपात चाहिँ के होला त होइन। भगवान् सोचेको पनि थिएनन् क्या यो दिन हुन्छ, यो दिन देख्नु पर्छ, यो दिन भोग्नु पर्छ भनेर। सो गाइज अब रहेको छ निश्चल बस्नेतको तर्फबाट केही दिन अगाडि उहाँको चलिरहेको फिल्मको प्रमोसन गर्दै उहाँ फिल्म हलमा जानुभएको थियो र उहाँले केही कुराहरू भन्नुभएको थियो र पत्रकारले सोध्नुभएको थियो तपाईँहरूको फिल्म पैसा कमाउने भाडो हो भन्दै प्रश्न गर्नुभएको थियो र त्यसको उत्तर दिनुभएको थियो निश्चल बस्नेतले। के भन्नुभएको थियो हेर्न सक्नुहुनेछ। हामी कमाउने मात्रै माध्यम हो कि होइन? पहिलो सुरुमा त तपाईँले भन्नुभएको यस्तो मुद्दा उठाएर तपाईँले कमाउने उद्देश्य मात्रै गर्नुभएको हो कि भन्ने जुन प्रश्न गर्नुभयो नि, तपाईँहरूले देखाउनु भएको छ कि छैन? यद्यपि प्रश्न मात्रै हो यो होइन। यो तपाईँले प्रश्न गरिरहँदाखेरि चाहिँ यो चाहिँ पोलिटिकल हिसाबले सोचेर तपाईँले प्रश्न गर्नुभएको हो कि होइन? तपाईँले एउटा जिज्ञासाको रूपमा मात्रै गर्नुभएको हो कि तपाईँलाई त्यही त तपाईँले भनेको चिज हरेक कुरामा आउँछ होइन? तपाईँले भनेको चिज मैले सबै चिज सुनिसकेँ होइन? त्यो प्रश्नहरू सबै नै भनिसक्नुभयो होइन? हामी यहाँ एउटा फिल्मको बारेमा कुरा गर्दैछौँ होइन? समाज हो नि सर। हो समाजबाट नै हामीले फिल्म बनाउने होइन? त्यही त तपाईँले एउटा सुन्नु न पहिला, सबभन्दा पहिला होइन? फिल्म भनेको चाहिँ काल्पनिक कथा हो क्या, मनोरञ्जन मात्रै हो त। काल्पनिक कथा हो। जब यसले चाहिँ समाजको केही चिजहरूलाई उठाएर आफ्नो तरिकाबाट केही न केही त भन्न खोज्छ होला नि त फिल्मले। हो त्यो चिज चाहिँ, त्यो भन्न खोजेको चिज चाहिँ तपाईँलाई फिल्म नहेरी अहिले नै चाहिएको छ। अनि त्यो चिज मैले भने तपाईँले जे चिज खोज्दै हुनुहुन्छ नि, म तपाईँलाई एउटा क्वेसन गर्छु है। तपाईँ यहाँ हामीहरूले बोलिरहेको भिडियो खिचेर पैसा कमाउन आएको होइन? हामीलाई त त्यस्तै लागिरहेछ नि तपाईँले क्वेसन गरे हिसाबले। त्यही त चलचित्रलाई चाहिँ चलचित्रको रूपले किन तपाईँ हेर्न सक्नुहुन्न क्या? सबै चिजलाई लगेर किन यस्तो रियलिस्टिक साथ छ नि, देश बदल्ने कुरा नै चलचित्रले गर्छ हिसाबले चाहिँ सोच्नुहुन्छ कि होइन? क्वेसन गर्ने हो, चलचित्रले प्रश्न उठाउँछ। सल्युसन कहाँ चलचित्र कर्मीहरूले दिने? अनि यसलाई यसरी बुझौँ, उहाँको सिनेमाप्रतिको बुझाइको कमी भइसकेपछि यस्तो प्रश्नहरूको हामीले पनि सामना गर्नुपर्छ जस्तो लाग्छ होइन? तपाईँको आफ्नो बुझाइको कमजोरी हो भन्ने लाग्छ। सिनेमाले एज अ फिल्म मेकर, एज अ म कथावाचक चाहिँ मैले समस्या बोलिदिन सक्छु तर त्यसको समाधान दिन सक्दिनँ होइन? समाधान दिने भन्ने नै होइन। मलाई त्यो तपाईँको बुझाइ भयो क्या। त्यो बुझाइमा कति तपाईँ सही हुनुहुन्छ गलत हुनुहुन्छ पहिला आफूलाई एनालाइसिस गर्नुहोस् जस्तो लाग्छ होइन? गरेरै भन्दैछु एज अ सिनेमा मेकर मैले प्रब्लम उठाउन सक्छु, त्यसको समाधान मैले दिन सक्दिनँ क्या। मेरो जबै होइन होइन? म त एउटा कथा वाचन गर्ने मान्छे न हो, मैले कथा भन्ने हो। सो गाइज लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद, बाई बाई गाइज।